एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ हामी चाहिँ मामा जानला है। अब खाना खाएर हामी त्यति माथि आइसक्यौँ। मामा घरमा चाहिँ उता माइला हजुरबा र माइला हजुरआमाको 84 छ होइन। अनि त्यही भएर हामी जान लागेको। म यहाँ बहिनी चाहिँ अनि तल आमा हुनुहुन्छ, अर्को हजुरआमा, माइजूहरू, ठुलमम्मी, बहिनीहरू सबै पछाडि आउँदै हुनुहुन्छ होइन। अनि त्यसपछि अब हामी जान्छौँ। त्यही हो, बिहान पानी पऱ्यो हो। अनि त्यसपछि अहिले हावा चलेर चिसो भयो, टाउको दुखिसक्यो यो हावाले गर्दाखेरि बाटोमा। अनि गाइस मलाई यस्तो देखेर डराउनु भएन, तर एकदम हावा चलेको भएर यसले यसरी लगेको। मेरो चाहिँ यहाँ टाउको दुखिसक्यो। त्यही हो, अब बनाउँदै जान्छौँ हामीले भिडियो, यदि गर्नु होला। मैले आमाको यहाँ पुच्छर हालिदिएको टिकटक बनाइदियो हजुरआमाहरुको। गाई चाहिँ हामी जङ्गल यता आइसक्यौँ है। हिँड्दै अन्त यहाँ चाहिँ यस्तो खानेकुरा खायो कि यो है, तर पाके होइन कि एउटाले हामीले मैसेले चाहिँ खाँदै आयौँ। तर यो अँगेरी चाहिँ यति धेरै रहेछ, तर एउटा नि पाके छैन। त्यही हो होइन। चाहिँ के हो कुरा आमा, तर कस्तो लागिरह त? राम्रो लागिरह? हिँड्न सक्नु? हिँड्न सकेको छु हजुर। तपाईँलाई कस्तो भइरह? हिँड्न गाह्रो भइरह? भएन ए हजुर त हिँड्नु अरे। आमा हिँड्न सक्नु होइन, बिस्तारै हिँडिरह हामी यहाँ जङ्गलै। बुट्टा हेरे कति राम्रो, अगाडिको बुट्टा जमेर यस्ता फुलेछ। साल फुले साल पुरै। त्यहाँ चाहिँ यस्तो खाले जङ्गलै है। अनि त्यसपछि पुरै यहाँ तर सालको पात झऱ्यो है, माथि चाहिँ साल फुल्यो है। अनि यो चाहिँ हाम्रो एकदम फेभरेट रुख हो है, हाम्रो रेस्ट गर्ने रुख। तलबाट ओह्रालो झरेर अनि त्यसपछि माथिबाट झर्दाखेरि नि यहाँ आएर बस्छौँ है। अनि तलबाट आउँदा नि यहाँ आएर बस्छौँ कि हामी सानैदेखि है। तर अहिले चाहिँ अब कसैले यस्तरी बस्दैन, तर एकसाथ बसे जस्तो गरेर चाहिँ हिँड्छ भयो आजकल। अनि त्यही हो, अब हामी जान्छौँ मात्रै माथि जानु उकालो। यो चाहिँ काफलको बुट है, तर काफल चाहिँ फले छैन है यहाँ चाहिँ। त्यही हो, जान साल पुरै फुले है, राम्रो देखियो होइन। यस्तै छ गाई चाहिँ यस्तो भयो। डडेल नआएर बाटो त सफा देखियो रहेछ। अझै माथि उकालो गइसक्यो नि बल्ल, तेर्सै जानुपर्छ हामी होइन। अनि यहाँ चाहिँ बाटो बन्यो रहेछ क्या। बाटो जहाँ मान्छे हिँड्दैन नि त्यहीँ चाहिँ बाटो बन्यो रहेछ। तलभरि चाहिँ पुरै अब हिलो थियो। चिप्लिँदै आयौँ। उखामाहरू अझै आउँदै हुनुहुन्छ। बहिनी त म चाहिँ यहाँ आइसक्यौँ होइन। बहिनी माथि जान लाग्यो। अब हामी एकछिन रेस्ट गर्छौँ अनि बल्ल जान्छौँ। अन्त यहाँ कस्तो राम्रो हिमाल देखियो यता पछाडि अहिले होइन। बिहान पानी परेर खुलेर यहाँ अन्नपूर्ण देखिएछ। त्यसपछि यतापट्टि चाहिँ नि लमजुङ हिमाल देखियो होइन। पुरै त्यो डाँडामा हिउँ परेर रहेछ क्या आज। कस्तो राम्रो भ्यू देखियो हिउँ परेको। अनि त्यसपछि घर चाहिँ छैन, मान्छे चाहिँ कोही नि बस्दैन। यहाँ चाहिँ हिँड्ने बाटो चाहिँ एकदम राम्रो भएर रहेछ क्या। हेर्न सफा होइन। त्यही हो। हेलो, हामी यहाँ माथि डाँडा चौतारा आइसक्यौँ होइन। यहाँ छ चौतारा चाहिँ। अनि यो लहरामा चाहिँ हामी पिङ खेल्थ्यौँ के झुन्डेर है। अनि मलाई डर लागेर एकचोटि ट्राई गर्छ है म। ट्राई है। भएन राम्रोसँग खेल्न सकिनँ मैले चाहिँ। बहिनी खेल्छु अरे अब। अनि त्यही हो, यहाँ चाहिँ कस्तो राम्रो देखियो भ्यू। म कस्तो आनन्द आयो यहाँ आउँदाखेरि। यसले खेल्न लाग्यो है, हेर्नु है त। 1 2 3 गो। यो कस्तो खेल्नै मिलेन कि बरालो हामी पहिला यस्तो खेल्थ्यौँ होइन। यस्तो पुरै चरा हुन्छ नि त। अनि खेल्थ्यौँ कि हामी यहाँ चौतारामा सधैँ बस्छौँ हामी चाहिँ। थकाइ मार्छौँ
त्यही हो। अनि त्यसपछि आमाहरू यता तलाउन हामी आइसक्यौँ होइन। यहाँबाट टप्री हिमालको भ्यू देखियो मेरो अब क्यामेराले त्यति भ्यू चाहिँ भेट्टाउँदैन, आँखाले मात्रै भेट्टाउने भ्यू छ। क्यामेरा अलि राम्रो छैन कि मेरो फोनको, त्यही भएर है यस्तै छ, ठिक छ। ल गाइस, यो हिमाल यहाँ देखिरह होइन, हिमालको भ्यू। त्यसपछि यहाँ चाहिँ तल लमजुङ सुन्दर बजार होइन। यो अब सुन्दर बजार र तनहुँ जोड्ने, लमजुङ र तनहुँ जोड्ने पुल। हाम्रो घर चाहिँ अब यो स्कुलदेखि यो एरियामा त्यहाँ पऱ्यो होइन। अनि पारि चाहिँ हाम्रो लमजुङ पऱ्यो। यो चाहिँ कृषि क्याम्पस होइन, लमजुङ कृषि क्याम्पस, जहाँ चाहिँ मेरो बहिनी पढ्छ है। त्यही हो, यो यस्तो दामी भ्यू देखियो आज। म पहिला आउन्न भनेको थिएँ होइन, अनि यस्तो विचार गरेँ पानी परे अनि त्यसो आज भ्यू दामी देखिन्छ भनेर फेरि हिँडेको। अनि यो चाहिँ एउटा सानो गाउँ छ उल्याएर होइन। अनि यहाँ चाहिँ यता माथि चोकको डाँडा, माथिबाट झन् खतरा देखिन्छ। यहाँ बादल उडिरहेको के कस्तो दामी देखियो। अनि मेरो मामा चाहिँ यता भयो भने यहाँ नजिकै, अब अझै उता जानुपर्छ हामी। अब त्यहाँदेखि आइसक्यौँ होइन, यहाँ तलदेखि आइसक्यौँ। अब फेरि जान्छौँ अनि एकछिन बस्छौँ अनि डुल्छौँ अनि फर्किन्छौँ। यस्तो दामी यतातिर घरहरू छ, मान्छे पनि बस्छन् अलिअलि, नत्र सबै तल बजार झरिसके होइन तलतिर बेसी। अनि कोही कोही मात्र बस्छन् यतातिर, त्यही हो। अब जान्छौँ हामी चाहिँ आइपुग्यौँ होइन। यो चाहिँ हाम्रो ठुलो हजुरबाको घर, यहाँ चाहिँ माइलो हजुरबाको घर, मान्छे छन् होइन। अनि यो चाहिँ कान्छा हजुरबाको घर, अनि मामा घर चाहिँ अझै उतापट्टि हो। यहाँ चाहिँ दाइहरू छन् अनि के पकाउन लान होइन। अनि त्यसपछि त्यहाँ माथि चाहिँ पूजा भइरह, त्यही हो। गाइस हामी चाहिँ फेरि यता घरमाथि आयौँ होइन, जङ्गल छ कि यहाँ। अनि यहाँ चाहिँ यहाँ माथि काफलको बोट छ, हाम्रो बनुकै हो। अनि काफल पनि छ हाम्रो बनमा, अनि फले अब हामी टिप्छौँ है काफल अनि जान्छ। यस काफल गाइस, काफल पाक्यो अलिअलि, जे होस् खाना पाइयो योपालि। ल्याब टेस्ट गरेर देखाऊँ, अमिलो काट्छ। अब हामी रुखमा चढ्छौँ अब एकदम। गाई चाहिँ पानीमा है यस्तो हुन्छ है, यसलाई त्यस्तो फुकेर खाने हो। हामी काफल पानीमा ऐसेलु यस्तै खानु बिहान आज गाइज निउरो खोज्न आएको, खासै धेरै त नरहेछ है, अलिअलि भेट्यौँ। अब एक छाक भने नि होला भन्ने आशा हो हाम्रो, एक छाक बनाउन पाएँ। सिजनको खाना हुन्थ्यो, अलि पछि हुन्छ होला, अहिले चाहिँ अलि भएर छ कि यस्तो सानो सानै छैन, सानो त सानै खाने हो तर पनि अलि भएर छ कि बेला। त्यही हो, म यहाँ छु, बहिनीले उता खोजिरहेको छ। यस्तो भिरमा आएर खोज्यौँ क्या हामीले चाहिँ। ओह गाइज, निउरो टिप्यौँ, काफल खायौँ होइन, वनमा गएर। वन चाहिँ यहाँ माथि थियो नि त हाम्रो, अनि निउरो अझै उता गएर टिप्यौँ। अहिले चाहिँ यहाँ घरमा थियो हामी, यो चाहिँ हाम्रो माउ घर होइन। पारिपुरी यस्तो राम्रो भ्यू देखियो, सुन्दर बजारको हिमाल देखियो, दामी भ्यू देखियो। घाम लाग्यो, थकै लाग्यो। अब हामी एकछिन पूजाको घरमा जान्छौँ, त्यहाँ चौरासी पूजाको घरमा यता हो नि त। अनि त्यसपछि हामी फर्किन्छौँ। जाम बहिनी। हामी फर्किन लागेको बाटोमा फेरि ऐसेलुको च्याङ भेट्यौँ। पछि ऐसेलु टिप्न लाग्यो, कत्रो च्याङ छ, पाके तर टिप्न सकिँदैन त्यति धेरै। पछाडि टिप्छ नि, खान्छु खैले त एउटा। ऐसेलु है गाइस,
हामी घर आइपुग्यौँ। आएर बसेँ थकेर